Good morning. Good morning everyone. हामी चाहिँ आज ब्रासको डे नम्बर 2 होटलबाट भर्खर निस्क्यौँ हामी। अब हामी चाहिँ यहाँको पोइना ब्रासो भन्ने ठाउँ जान लागेछौँ। अब हामी चाहिँ यहाँबाट चिपेस्ट वे बसबाट जान्छौँ। बसमा जानुलाई पैसा कसरी बचाऊ भन्ने अभियानमा लागेको छौँ नि। कौन है ये लोग? कहाँ से आते हैं? घुमाउ पनि पैसा पनि बचाऊ भन्ने अभियानमा लागेको छौँ। हामी म यहाँ छु, साथीहरू आउँदैछन्। हामी चाहिँ अहिले यहाँ ब्रासोको सिटी सेन्टरमै छौँ। अब हामी यहाँबाट त्यस्तै 5-7-6 मिनट हिँडेर बस पाउने ठाउँमा पुग्छौँ। अनि बस चढेर अराउन्ड 1 आवर पछि चाहिँ पोइना ब्रासोको यहाँ पुगिन्छ भन्ने हामीले म्यापमा भर्खर हेरेको छौँ। अब म्याप फलो गर्दै हामी चाहिँ त्यहाँ पुग्छौँ। अनि अहिले तिनी हामी चाहिँ अहिले यो पोइना ब्रासो जाने बस स्टेसनमा छौँ। बस पनि आयो। अब यहाँबाट अराउन्ड 1 आवर पछि चाहिँ हामी पोइना ब्रासो पुग्नेछौँ। म चाहिँ यहाँ बस्छु, दाइहरू म चाहिँ यहाँ बस्छु। म चाहिँ चिया टेलाएर यहाँ बस्छु। सो अहिले हामी चाहिँ यहाँ पोइना ब्रासोको बस स्टेसनमा आइरहेको छौँ। अब यहाँबाट हामी उँभो जानुपर्ने हुन्छ जस्तो छ। अब दाइहरू यहाँ हुनुहुन्छ, म यहाँ छु। बस स्टेसन चाहिँ यहाँ छ। अहिले फेरि रिटर्न यहीँबाट हुन्छौँ। यहाँ जाडो चाहिँ लास्टै छ। अब त्यहाँनिर जानुपर्ने हुन्छ। यहाँ जेब्रा क्रसिङबाट हामी विल गो। त्यो केबल कारको लाइन देख्नु भएन त्यहाँ माथि? यहाँबाट होला नि स्टार्टिङ पोइन्ट। अब यस्तो खालको बाइक जस्तो रहेछ नि त। 1 घण्टाको 60 लेखेको नि देखिसके। कताबाट जाने? 1 घण्टाको 60 लोन त रहेछ नि। यताबाट निस्क्यौँ यहाँबाट निस्क्यौँ कि यताबाट निस्क्यौँ? ल दाइ ल ल ल ल यताबाट निस्किने हो त। त्यो के भन्छ त्यो बाइकलाई? 4 खुट्टे बाइक छ क्या? मैले देखेँ तल। कुदाउन पाए भइहाल्यो नि। हिउँमा उल्टी सुल्टी खेलाइदिने हो। अच्छा ऊ त्यो हिउँ परे हो यो? त्यो हिउँ परे हो कि यो माथिको झरे हो हावाले? हल्का हिउँ परेको त होइन होला, माथि यो रुखतिरको झरे जस्तो छ हावाले। अब हामी जान्छौँ यहाँ, यही होला। कता जाने हो? मान्छेहरू त उता गइरहेछ क्या, तिनीहरूलाई फलो गर्दै जाने हो कि वेयर वी सुड गो? थाहा छैन। उता जाने हो? मान्छेहरू त उता गइरहेछ कि उतै फलो गर्ने हो तिनीहरूलाई? जाउँ न, हेरौँ न के भएको छ। अझै छ टाइम। उतै मान्छेहरू उतै गइरहेछ क्या सबै। वेयर जाडो चाहिँ लास्टै जाडो भयो यो। एकचोटि फोन बोक्नु त। छ नि कस्तो राम्रो राम्रो गाल्छ नि। क्या बोले भाई? अब के बोले? चस्मा थियो क्या, यस्तै होला ठुलो चाहिँ ल्याउनु पर्ने रहेछ। होइन घुम्न आउने ठाउँ त एकदम सही हो। नेपालीलाई खानेकुरा चाहिँ पचेन त्यति हो। अहिले त भन्नु केही छैन जिन्दगानीमा। मासु र भात बेगार्न छिर्नेलाई बम पाउरोटीमा मासु च्यापेर खानु परेपछि जिन्दगी गयो होइन। बात त सही है। यो पनि हो नि, यो क्रिसमसले गर्दाखेरि एफेक्ट पनि गरे हो क्या। सबै बन्द हुन्छ। हेर यहाँको मान्छे कति रातो भएको। के हो यो? सिजनले यहाँ छिर्नुलाई त हात के गर्नुपर्छ कि हो?
भित्र चाहिँ छिर्नको लाग्यो होला नि ऊ हेर न ट्रेकमा हिँड्नलाई डन्टी छ नि बोकेर हामी मलाई अब जाउँ न कहाँसम्म सकिन्छ सिलिपिटी भनौँ न अब लेफ्ट चाहिँ देउड भयो हाम्रो के हो यो भालु भालु अत्त उतानु परेर बसिरहेको रहेछ उतामा म त सुलुलु भइसक्यो त अब ब्ल्याक तलौडियो भन्छ नि फेरि ओके आम्बो चुलुलुलु कस्तो जाडो उता रहेछ नि त पर चिप्लेटी खेल्ने ठाउँ त खेल्ने भने त हिउँ पऱ्यो भने दामी दामी ठाउँ चाहिँ च्वाक छ हेलिकप्टर जस्तै कुद्दैछ एउटा अहिले चाहिँ हामी यो केबल कार रहेछ यहाँनिर केबल कार नै हुनुपर्छ त्यहाँनिर स्टार्टिङ पोइन्ट रहेछ त्यहाँनिर आइपुगेछौँ हामी चाहिँ अब त्यहाँनिरबाट सुरु रहेछ केबल कार स्टेसन चाहिँ त्यहाँबाट हामी हिँड्दै जान्छौँ हामी चाहिँ यहाँको लोकल भनौँ न लोकल केटाकेटीहरू जस्तो यो बोटबाट यहाँनिर हल्का ल्यान्डस्केप ओह्रालो जस्तो रहेछ यहाँनिर सिलिपिती हाम्रो भाषामा चाहिँ सिलिपिती भन्छ अब यहाँ चाहिँ के भन्छ डन्ट नो यहाँ सिलिपिती खेलिरहेको छ हामी चाहिँ अझ यहाँबाट चाहिँ केबल कार स्टेसन सुरु रहेछ अनि हामी चाहिँ अब यो माथिको बाटो हिँड्दै जाने भनेको अब लेट चाहिँ कहाँसम्म पुगिन्छ केटाकेटीहरू चाहिँ यसरी सिलिपिती खेलिरहेको सुलुलु गाइज वेलकम टु पोइना ब्रासो यो चाहिँ जस्ट बिगिनिङ छ अब हामी चाहिँ अझै माथि जान्छौँ कहाँसम्म छ हिउँ चाहिँ त्यस्तो साह्रो बाक्लो चाहिँ परेको छैन एनिवे गाइज एनिवे तपाईँहरू पनि आउनु होला Robin sir enjoying its first snowfall है पहिलोचोटि अब यति धेरै बाक्लो पहिला देख्न त अलिअलि देखे होला तर यति धेरै बाक्लो चाहिँ फर्स्ट टाइम यति देखेर रबिन सर इज इन्जोइङ है एकदम खुसी हुनुहुन्छ यहाँ मुस्कान अब पुरा देख्न सकिरहनु तेर्सो बाटो छ एउटा ठुलो रोड जस्तो हल्का हिउँ परेको छ अनि हामी चाहिँ जाँदैछौँ म चाहिँ एउटा रेडबुल खाँदैछु दाइहरू आउनु हुँदैछ रबिन सर आउनुहुँदैछ यहाँ त्यस्तो हल्का लाइट स्नोफल छ अब यहाँ रोड छ कहाँसम्म छ यो निकै अब टाइम छँदैछ हामीसँग हामी जाँदैछौँ कहाँसम्म पुगिन्छ हेरौँ लेट्स सी यो मासतिर उकालो चाहिँ नजाने निर्णय गऱ्यौँ किनभने दाइ हिँड्नु सक्नु नै भएन अब चाहिँ हामी यता ओह्रालो तर सिटी भएकोतिर जाँदैछौँ यहाँ हल्का स्नोफल चाहिँ छ अब हामी हाम्रो यहाँ साथीहरू चाहिँ बचपना देखाउँदैछौँ सुलुलुलु गर्दै आउँदैछ तर त्यो लट्ठी जाकिन सक्छ है लौरी फाल्नु त्यसले मरिन्छ अहिले चिप्ले नै यो चाहिँ म खतरा
दाइलाई अघि अहिले पर त्यसरी हेलो आइपुग्यो ल चिप्लिएन क्या हामी चाहिँ अहिले यहाँको पोइन्ट अफ ब्रासो मेन सिटी नै हो त्यहाँ हिँड्दैछौँ मान्छेहरू क्राउड चाहिँ हिँडिदिन्छ यहाँनिर चाहिँ त्यो ल्याम्बोर्गिनी रहेछ 10,000 युरोले इफ यु गाइज आर इन्ट्रेस्टेड मान्छेहरूको क्राउड चाहिँ इन्सेन नै भनौँ न हामी सबै होटल टुरिस्ट एरिया हाम्रो दाइलाई चाहिँ यस्तो बोर्डमा स्नो बोर्डमा गुड्नु मन लागेको रहेछ अनि भयो भने पर गुड्छौँ यो रेन्टमा पनि पाउँदो रहेछ के भन्छ मिसो एरिया चाहिँ यस्तो छ आउनु रहेछ हामी चाहिँ यो जानु बाटो चाहिँ एकदम भिडभाड छ मान्छेको बाटो फुटपाथ चाहिँ अलिक सानो रहेछ अर्को दिन फुटपाथमा चाहिँ मान्छे फसेको छैन यताखेरि चाहिँ आउने जाने कम चलिरहेछ मान्छेको क्राउड चाहिँ टन्नै छ घुम्न आउने मान्छेहरू आउँदैछ यहाँ चाहिँ के फुटबल कि के रहेछ नि त्यहाँ होइन के भन्छ होला फुटबल रहेछ सब हिउँले ढाकिरहेछ क्राउड इज इन्सेन नै भनौँ न यति खालको धेरै नै छ यस्तो चिसोमा पनि मान्छेहरू घुम्न चाहिँ छोडेको छैन हामी पनि घुम्नु चाहिँ छोडेको छैनौँ जाडोमा चिसो लगाएर होइन सुलुलुलु बोल्नु नि यो थाकिसक्यो भन्ने मान्छे नै हिँड्नु नसकेर हामी मासतिर चाहिँ नआएको हो क्या अलिक माथिसम्म गएको भए अब केही देखिन्थ्यो होला त्यो माथिको चाहिँ देख्न सकिएन हिँड्नु नसकेर सुलुलुलु हामी यता हिँड्दै जाँदैछौँ होटलहरू चाहिँ दामी होला है यहाँभित्र चाहिँ बाहिरबाट हेर्दा दामी होला क्या यो भित्र होटलहरू चाहिँ भयो होस् यहाँ बच्चा खेल्ने ठाउँमा भयो होस् ल्यान्डस्केप पनि राम्रै हो यार है दामी ल घडेरी जोडेर एउटा होटल पनि जोड्ने फर्स्ट टाइम पनि हिस्ट्री हुनसक्छ होइन हेलो दे आर ब्युटिफुल पिपल रोमिङ अराउन्ड द पोइन्ट अफ ब्रासो सिटी होइन खै तपाईँ चाहिँ कति स्टार बनाउनु 3 स्टार ल ठिक छ ल ठिक छ अरे कहना क्या चाहते हो हेलो लट्स अफ लभ फ्रम नेपाल ल सेन्टाइज हेर तपाईँले याद गर्नुभएको छ यहाँको मान्छेहरू यस्तो फोटो भिडियो खिच्यो भने ओभर केजी क्या त्यस्तो केही भन्दैन होइन रमाइलो टाइपको हुन्छ आउँछ होइन अहिले अघि नै हाई भयो त्यो चाहिँ राम्रो हो क्या होइन लेट पन्जा भेटिएको छ होइन कसैको हो भने कहाँ पोइना ब्रासो होइन नि फेरि तर रुखहरू त यार दामी यसलाई त्यस्तै इलाम त पुगेको छैन म तर देखेँ भिडियोमा चाहिँ तर नाइस ओके हाम्रो दाइहरू आउनुहुँदैछ साथी आउनुहुँदैछ अब कस्तो लाग्यो त हाउ फिलिङ
कस्तो लाग्यो त It's like the heaven. Yeah, it's very, very happy. ल We are just enjoying, we are just loving this is the heaven. बे जल्दी बोल कल सुबह पनवेल निकल ल ठिक छ हाउ फिलिङ कस्तो लाग्दैछ त पोइन्ट ब्रासो कस्तो लाग्यो रमाइलो हाम्रो यहाँ पूर्ण दाइलाई चाहिँ छोड्नै मन लागेन यहीँनिर घर जाउँ गएर बस्नु भन्नु तर हिजो अलरेडी म्यारिड है त्यो चाहिँ त्यही भएर मिलेन तर दाइले चाहिँ यहाँ छोड्नै मन लागेन भन्ने रहेछ होइन तर यार दामी रहेछ यो होटलहरू यो जम्मै यहाँको यो माथिको जङ्गल पनि दामी मन पर्यो दामी मन पर्यो मान्छेहरू चाहिँ यहाँ तल जमेको रहेछ नि त यो त पोखरी माथि घर जस्तो छ नि त रेस्टुरेन्ट नै हो हुनु चाहिँ तर जम्मै जमिरहेको छ नि त होइन मैले त त्यस्तै देखेँ यहाँ चाहिँ मैले क्वाइट स्ट्रेन्ज देखेँ क्या यहाँ चाहिँ होटल रेस्टुरेन्ट समथिङ रहेछ तर यहाँ तल चाहिँ पुरा जमेको छ हाउ इज दिस इभन पोसिबल कसरी पोसिबल छ यो जमिरहेको छ यहाँ पानी थियो कि अब हुनु त पोसिबल हो हामीलाई यो के भन्छ चिसो त चिसो छ अनि त्यहाँ चाहिँ कसरी जम्यो त त्यो चाहिँ के हो पानी भएर जम्यो के भएर जम्यो अब यो चाहिँ के अरे इन्जिनियरहरूलाई सोध्नुपर्छ त्यो चाहिँ कसरी बनायो उमेर दिस चट्ट लगाएर यता जाँदैछु अब यहाँ फोटो भिडियोको लागि अर्को फोनबाट खिच्नु ल फोटो चाहिँ हामी आउँदैछु यस्तो पुरा जमेको छ यहाँ पुरा जमेको छ यहाँ चाहिँ रेस्टुरेन्ट त्यही त रेस्टुरेन्टहरू समथिङ रेस्टुरेन्ट नै हो है त्यो पारिको त रेस्टुरेन्ट र होटल यो चाहिँ के हो दिस माइट बी चर्च है चर्च के हो यो त्यस्तै होला चर्च नै हो दामी छ यार चर्च जस्तो छ हामी चाहिँ यहाँ चाहिँ लट्री गेम जस्तो रहेछ के हो यहाँ तल चाहिँ लट्री गेम भनेर लेखेको छ अनि 5 रहेछ 5 दिएर त्यो आफूले चुज गरेर स्क्यान गर्ने हो जस्तो लाग्यो हाम्रो विचारमा चाहिँ भाषा चाहिँ बोल्नु खासै जान्दैन मलाई त्यही लाग्यो कि अनि छ भने छ छैन भने छैन जस्तो लाग्यो के हो चुज गर्नु न एकछिन आफ्नो चुज गर्यो त्यो खोल्नु अरे बुढोले खोलिदिनु जस्तो के पर्यो त केही पनि परेन होला के पर्यो त्यस्तो नैबुनहरू परेन अरे ल उहाँको परेन उहाँको अब ल उहाँको चाहिँ अब लक कस्तो रहेछ हाम्रो सुलुलु दाइको चाहिँ परेन हाम्रो यहाँ खेलाउने बाजे चाहिँ यस्तो हुनुहुँदो रहेछ सुलुलु के पर्यो त अब यहाँ पैसा होगा कति पर्यो 5 रुपियाँ परेन फेरि त्यही 5 रुपियाँ राखेर अर्को जुवा खेल्ने हो ल कति झिक्यो है त ल
500 जति झिक्यो त 500 झिक्दा नि हुन्छ धेरै नि चाहिँदैन हौ माथि हो अझै वाह गयो घेरा खै कस्तो दो रहेछ यसमा चाहिँ खाली पर्यो अघि 5 रुपियाँ परेको थियो त्यो पनि गयो ल मेरो यो ओके मेरो यो म चाहिँ कुन चुज गर्छु भन्दाखेरि ल यो चुज गर्छु खोलिदिनु नि तपाईँले तिम्रो चुज गरे यो हैन मेरो चाहिँ त्यो हो भारी भारी छ हौ यहाँ पऱ्यो भने ठिकै छ परेन भने नि नो लक रविन सर नि हान्ने यहाँ मेरो गोजीमा 5 रुपियाँ छ झिक्नु त है तपाईँले दिनुभएको छ परेन मेरोमा खत्तम मेरोमा ल अब हाम्रै रविन सर रेडी हुनुहुँदैछ ल बाजेलाई दिनु नि पैसा ल छिटो गरौँ न छिटो अलिकति हटिदिनु अरे त्यहाँ पछाडि पनि मान्छे आइराख्नु भएको छ कस्टमरलाई त अब डिस्टर्ब गरिदिनु भएन नि परेन भयो ल उहाँ जुवाडे हो क्या अघि परेको थियो 5 परेको थियो 5 फेरि गयो फेरि उहाँ खेल्ने अरे ठिकै छ अर्को मान्छे नि ल फेरि यस्तै हो क्या एकचोटि परेन भने यो सबै उठाइदिनु नि कति छ भर परेन भने चाहिँ एउटैमा त्यो पनि हो है एउटा उतापट्टि एउटा यतापट्टिको ल दुईवटा हाने भयो भयो खोल भन्दैछौ खोल भन्दैछौ पर्यो के भयो बाजेलाई देखाउँदा परेको परेन उता फालिदिनु त्यसो भए परेन रविन सरकोमा फेरि पनि परेन अघि निकाल्ने मान्छे 5 रुपियाँ निकाल्ने मान्छेकोमा फेरि के पर्छ पर्दैन हेर एउटामा परेन लट्री भनेको नै यस्तो नि कहाँ सबैलाई पर्छ त अघि झुकेर 5 रुपियाँ चाहिँ पऱ्यो त्यसमै खुसी हो नि न परे पनि त अलिक धेरै यो फोर त्यहाँ हालिदिनु ल परेन ल परेन एउटा एकचोटि परेको थियो ल ठिक छ पापा यहाँ त त्यसै खेल्नु पनि दिँदैन नि त यहाँ त पेमेन्ट गरेर मात्रै हो नि त बच्चादेखि लिएर ठुलोसम्म यहाँ चाहिँ सिलिपी त खेल्दैछ ऊ त्यो हेर्नु नि त्यो यो ठुलो मान्छे कसरी खेलिरहेको छ उदो फर्केर यो चाहिँ अब पैसा तिरेर हो क्या यहाँभित्र चाहिँ फ्रीको चाहिँ यहाँ माथि छ फ्रीमा हो पैसा बचाउ अभियानमा चलिरहेको छ फ्रीकोमा गएर त्यहाँ भिडियो बनाउँछु यो दाइको भिडियो बनाउनु सक्छ त्यसो बनाउनु पर्ने छ मान्छेहरूले स्नोबोर्ड खेलेको देखेर हामीलाई पनि कस्तो रहर लाग्यो क्या खेल्नु अनि यहाँनिर 30 मा 1 डे भरिको लागि रेन्ट गर्नु पाइँदो रहेछ अब हामी यो खेल्नु लाग्छौँ एक दिनको लागि अब एकछिन खेल्छौँ हामी पालो पालो दुईजनासम्म राइड गर्ने मिल्ला छ अब माथि गएर झर्ने हो हामी चाहिँ पहिला चाहिँ यस्तो चाहिँ ओह्रालोमा भाटामा खेल्ने गरेको थियो ठुलो मान्छे नि अब बच्चा हुँदैछ हामी चाहिँ यस्तो भाटामा खेल्ने गरेको थियो क्या सुरुमा खेल्नु भएको छ भाटामा यस्तै ओह्रालो हुन्थ्यो होइन ओह्रालोमा भाटा तिखो पारो अनि पछाडिबाट पानी खनाएर खेल्थ्यौँ अब चाहिँ यो खेल्छौँ हामी माथि गएर सुलुलुलुलु जाँदाखेरि चाहिँ यस्तो घिसार्दै जाने हो अनि ओह्रालो
ओह्रालोमा चाहिँ गुड्केर आउने हो। अब खासमा अब पहिलोचोटि खेल्न लाग्यो, यो खासै गुड्काउन आएन। उहाँको फर्स्ट र 1-2 चोटि लड्नु हुनु हो। अब हामी पालो ट्राई गर्दैछौँ। रबिन सरको पालो ल, एक-एकचोटि। ल भएर रिटर्न अब। मान्छे आउँदैछ पिछिबाट, छिटो छिटो मान्छे आइरहेछ। आएछ सरलाई कन्ट्रोल गर्नु। हुँदैन त। ल Now it's time for coffee. Coffee को लागि दाइहरु पैसा बचाउ अभियान भन्दै खानु चाहिँ छोड्नु हुँदैन। सो कफी चिसो छ, त्यही भएर कफी खान लाग्यो। ओके, वेटिङ फर कफी। सिरियस भएर हेरिराख्नु पर्छ त दाइ त। प्याकमा 40 ml 15 लेग के त विचार? कफी खानुभन्दा त्यही खान ठिक होला नि त होइन? जाडोमा सिर्फ चेयर्स चेयर्स का कफी नि चेयर्स। Laura, postaš tu postav po večeri. सर यो चाहिँ को अरे? ए हाम्रो निम्नाङ सर बसिरहनु भएको छ। निम्नाङ सर के हो यार, अनि बस्दिने हाम्रो निम्नाङ सर बसिरहनु भएको छ यहाँनिर। ओके, हाई माई फ्रेन्ड रबिन एन्ड हाई टु माई बिग फ्रेन्ड विजिटिङ। बिग फ्रेन्ड हाम्रो निम्नाङ सर यहाँ बसिरहनु भएको रहेछ। पुरा अघि अस्ति न नेपाल जाँदाखेरि साथी अब भेट्नु पाएँ होइन व्यस्तताको कारण। अब अहिले यहाँनिर बसिरहनु भएको क्वाइट ह्याप्पी है। सहरमा चिलमा बसिराख्नु भएको छ, चस्मा लाएर एकदम बसिराख्नु भएको छ। सो ल बाई बाई, धेरै धेरै सम्झना छ है। बाई बाई निम्नाङ सर। ल इट्स टाइम टु से बाई बाई टु पोइन्ट ब्रासोभ है। अब चाहिँ हामी बस चढेर तल ब्रासोभ जान्छौँ। ब्रासोभबाट चाहिँ अनि त्यस पछाडि फेरि बस चढेर ब्रासोभ ट्रेन स्टेसन जान्छौँ। हाम्रो 2 दिनको ब्रासोभ टुर चाहिँ यहीँबाट अब अफिसियली इन गरेको घोषणा चाहन्छु। अरे कहना क्या चाहते हो? गर्न चाहन्छु। यहाँ चाहिँ किन हुँदैन हो अहिले? यही गरिदिने नि, चार्ज छैन नि त। अब हामी चाहिँ ब्याट्रीको प्रब्लमले गर्दाखेरि चार्ज गरिहाल्छ। अहिले हामी चाहिँ यहाँ ब्रासोभ ट्रेन स्टेसनमा छौँ। अब 10-15 मिनट पछि चाहिँ हामी हाम्रो ट्रेन छ ब्रासोभको कैसा लगा मेरा मजाक? लागि बुकारेस्टको लागि हामी त्यहाँ 2 घन्टा 2.5 घन्टामा पुग्छौँ। र यति भन्दै हाम्रो भ्लग यहाँ अफिसियली इन गर्न चाहन्छु नेक्स्ट टाइमसम्मको लागि।